That's a fair. गाउँबाट आउँदै हुनुहुन्छ नर्मली आइरहनु भएको तपाईँ होइन नर्मली आइरहनु भएको छ ठ्याक्कै आउँदाखेरि शिवै मैले फोकस हेरिरहेको त हुन्छ यहाँनिर ठ्याक्कै यतिर हुन्छ ठ्याक्कै आउँदा झक्का हेऱ्यो ठ्याक्कै यहाँनिर आउँदाखेरि चाहिँ शान्ति चाहिँ घाँसै नराखिन अस्तव्यस्तसँग टोलाएर बसिरहेको छ झट्ट हेर्नुहुन्छ तपाईँले हेर्छ झस्याङ हुन्छ अनि त्यहाँबाट आएको के हुँदैछ है अनि मुभमेन्ट राइट हेर्नु क्यामेरा मुभमेन्ट हेर्छ एकछिन लुक्नु है हो फेरि अर्को एक्सन आउनु नै नर्मल एकदमै ढ्याक्क देख्यो हो यो स्याडोमा आउनुलाई मार्क गर्नु ल जाऊ ल जाम जाऊ रे जाऊ अझै पर जाई रोल एक्सन आफ्नो मार्क हेरेर ठ्याक्कै देख्नु न है अनि मुड चाहिँ त्यही अनुसारले दिनु ल लाग बसिरहेको थियो के भयो मैले किन आइरहेको थियो ल अगाडि आइदिनु त्यति हो ल जाऊ ल्याऊ ल्याऊ क्यामेरा एक्सन अक्कन मको टङ भइरहेको जस्तो के अगाडि कुद्नु ल जाऊ त्यही मुडमा हुनुहुन्छ है हजुर है क्यामेरा एक्सन जाऊ क्यामेरा एक्सन एक्सन तपाईँ ठ्याक्कै नजिक जानुभयो के मतलब छैन कि यसो हेर्नु चाहिँ तपाईँले है यसो हेरेर साथी तपाईँ झस्किनुहोस् मात्रै है झस्के पनि कत्तैले केही नहुन्छ झस्किनु मात्रै भयो एउटा मुडबाट तपाईँ झस्केर बाहिर आउनुभयो तपाईँ होइन अनि मासु तिर्नु भइसक्यो के भयो भने मासु सोध्छ होइन तपाईँले यताबाट केही भन्नु के केही नबुझ्दैन ठ्याक्कै लगाएर तिम्रो टाइम कस्तो ठ्याक्कै त्यस्तै जानु पुगेँ अनि तपाईँ ठ्याक्कै थियो मासु मैले जति आफूलाई सम्झिनु मान्दैन यति चाहिँ भन्छु अलिक फेरि काट्छ भने त्यति चाहिँ टिभी है त शान्ति भयो भित्र म डाइरेक्ट भन्नु पर्दैन मुखले अहिले टिकिरा मैले जति आफूलाई सम्झाउन खोजेको पनि मेरो मत खोजिँदै सम्झिन मान्दिनँ ल माइक उठेर त्यतिसम्म भनिसक्यो है हजुर अनि उसले त्यो माइक खै त्यति गरेर टर्न हुँदैन है तपाईँ है तपाईँ यति गरेर तपाईँ शान्तिले सुनिरहनु भयो नि उसको डाइरेक्सन सकेपछि अनि तपाईँ बल्ल त्यति टर्न हुन्छ है तपाईँ है डाइरेक्सन उहाँको डाइरेक्सन बल्ल टर्न हुन्छ यो क्यामेरा
रोलिङ एक्सन शान्ति के भयो कट अझै शान्तिजी कस्तो पुर्याइन्छ सबै चाहिँदै जाम जाऊ बोल्न मिलेन ल जाऊ 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 नहीं टॉस ही करो मुझे तो रोलिङ एक्शन शान्ति के हो बासु मैले आफ्नो मनलाई जति नै सम्झाउनु खोजेँ मेरो यो मन मान्दैन के भन्न पर्ने ओके कट त्यो सब मिल्यो अब यहाँ आइहाल्नु बाबु यहाँ यस्तो आइहाल्नु अनि यहाँ टर्निङ गर्छु बाबु यहाँ चाहिँ तपाईँ पजर लिन्छ कि हामी चट्टली होइन म यहाँ जाओस् उयसमा जसँग गरेको उहाँको रियाक्सन अनि बासु यहाँ आएर यो सर्टबाट बासु यो कस्तो भने चाहिँ ठ्याक्क हात दिएको है मेरो अनुहार पनि चाहिँदैन चाहिन्छ ल थर्मोकोल तल दिदीलाई अझै तल है ल ओके आँखा खेल्ने है शान्तिजी यसमा तपाईँको आँखाको उजाल्नुपर्छ अझै उतापट्टि कुनापट्टि खेल्नुपर्छ है हरेक कुराहरू नरडे हेलो रोलिङ एक्सन शान्ति फेरि अब आफै अझै भयो हल्का त्यस्तो झोले नहो नि शान्ति हल्का एउटा मुड बान्डिङले त हल्का हल्का एक सर्को मात्र डुक्दैन अनि फेरि आफूले एउटा सोचाइको डुक्नु जाने रोलिङ एक्सन शान्ति के भयो बासु मैले आफूलाई जति नै सम्झाउन खोजे पनि मेरो यो मन मान्दैन उठाएर जस्तो पिदिन्छ बस ल ल दाइलाई फेरि इन गरिदिउँ के अनि फेरि मिन गर्नु परेन सिधै ल रोलिङ एक्सन शान्ति के भयो केही बोलिरहेछ नि फेरि ल किन केही बोल्दैन यो केटी त ए यस्तै हो जान्छ पास ल ओके खाए यार ल दाइको लाइटमा त्यहाँ पाउनु भएको लाइट मिलाउनु पर्दैन यही गरौँ पछि गर्नु नि यहाँ खेल्नु पहिला ल त्यो नि अब त्यो लाइट मिलाउनु पर्छ नि त्यो सर्ट लिउँ ल अब त यहाँ आइसकेपछि डाइरेक्ट लिउँ त ल शान्ति उठ्छ नि होइन यहाँनिर उठेको क्यूबाट टाइम हो शान्तिको होइन त्यसको दाइको रियाक्सन काट्नु ल शान्ति उठेकोबाट दाइको होइन हिजोको चारवटालाई म्यानेज गर्नलाई चारवटा किन्दा चाहिँ त्यो अनुसार ट्याक फर्स्ट कुन सर्ट के छ भन्ने कुरा यस्तो इमोसन सर्टहरू चाहिँ हामीले त्यस्तो धेरै गर्छ इमोसन त्यस्तो मिलेन अरू हुन्छ नि माथिको लाइट बढी भयो हुन्छ भूमि हुन्छ तपाईँहरू त्यो नदिनु रमेश हटाइदिनु कि त्यहाँबाट हटाइदिनु त्यो हटाइदिनु कि यहाँ आयो यहाँ ठ्याक्कै पर्यो कहाँ अर्को क्यामेरामा तपाईँलाई पर के हुन्न थर्मोकोल हाल्नु त्यो हल्ला नगरौँ त टार्गेट मिट गर्नु छ तपाईँहरू बुम बुम दिदी यो बुमलाई ठ्याक्क तल हालिदिन्छ अब है हजुर ठ्याक्क उठ्नु नि बासु आएको छ नि आइसकेपछि सबै कुरा बिर्सन खोज्दा पनि आफूले आफूलाई एकदमै लाग्छ अझै तिम्रो म यो सबै कुराहरू बाँच्न चाहन्छु पहिलाको जस्तो खुसी भएर बाँच्न चाहन्छु नभए त्यति भन्छ पछिको एकजिट तारमलाई है अगाडिको तपाईँको यति भन्नु छ नि सबै कुरा बिर्सन खोज्दा पनि आफूले आफूलाई एकदमै लाचार महसुस जाउँ मलाई चाहिँ हेर्छु है हो रोल क्यामेरा
एक्सन मलाई थाहा छ तिमी यो कुरामा फेरि जाऊ यो रेडी जाऊ रोलिङ एक्सन मलाई थाहा छ तिमीले यो कुरामा विरोध गर्नेछौ तर मलाई तनावबाट पूर्ण रूपमा तनावबाट मुक्त गर्ने यही एउटा कारण यही एउटा विकल्प हुनेछ मलाई थाहा छ तिमी यो कुरामा मलाई थाहा छ तिमी यो कुराको विरोध गर्छौ ल जाऊ अलि चिन्तान दिनु जाऊ रेडी रोलिङ एक्सन मलाई थाहा छ तिमी यो कुराको विरोध गर्छौ तर मलाई पूर्ण रूपमा तनावबाट मुक्त गर्ने यही एउटा विकल्प हुनेछ जाऊ पछाडि लाइटमा रेडी रोलिङ एक्सन मलाई थाहा छ तिमी यो कुरामा विरोध गर्ने वाट हेरि जा रोलिङ एक्सन मलाई थाहा छ तिमी यो कुराको विरोध गर्छौ तर मलाई पूर्ण रूपमा तनावबाट मुक्त गराउने अन्तिम यही विकल्प हुनेछ के तिमी मलाई साथ दिन्छौ अब के गरौँ होइन अहिले होइन अब त के गरौँ टक्क पऱ्यो साथ दिउँ कि नदिउँ कि एकदमै अक्मक्या जस्तो गर्नु कि तपाईँ अब के नगरौँ शान्ति चाहिँ हेरिरहेको छु तपाईँ चाहिँ पुरै अब साथ दिउँ कि नदिउँ भन्ने टाइपको एकदमै उदास हुन्छ ल ठिक छ ल मारेको छ त्यसको लागि सिफारिस हाम्रो दमन दादाले गर्ने अरे पुसपमा छमै हामी है यो डायलग पछि दाइले है तपाईँले है तिमीलाई पहिलाको रूपमा फर्काउन मैले के गर्नुपर्छ हरेक कुराहरू गर्न तयार छु तिमीलाई पहिलाको रूपमा फर्काउन मैले के गर्नुपर्छ म हरेक कुरा गर्न तयार हुन्छ नि शान्ति अनि शान्तिले है हल्का त्यहाँनिर हल्का रिस जस्तो टाइपले है पुरै त्यो एउटा हुन्छ नि एङ्गर टाइपले सौरभ र उसको आमालाई बर्बाद पार्न चाहन्छु माइका रहेछ रोल एक्सन तिमीलाई पहिलाको रूपमा देख्नलाई मैले के गर्नुपर्छ तिमीलाई पहिलाको रूपमा फर्काउन मैले के गर्नुपर्छ थोरै सोच्नु न फर्काउन मैले के गर्नु थोरै टाइम लिनु ल जाऊ रेडी रोलिङ एक्सन तिमीलाई पहिलाको रूपमा फर्काउन मैले के गर्नुपर्छ म जे गर्दै तयार छु सौरभ र त्यसको आमालाई बर्बाद गर्न चाहन्छु म त्यो अक्मक परे के भन्ने टाइपको रियाक्सन बिजुली चड्किन्छ रे हामीले सबै यसको बिजुली चड्किन्छ रे अब के प्रेममा निर्मै छ नि यति गर भने चाहिँ बब्बाल हुने रहेछ नि हो यति ल यति गर्नु आमै नि पछाडि टल्केको एक्सन तिम्रो ममताबाट मलाई केही पनि उत्तर बुझ्नु छैन बासु बस मलाई एउटा कुरा प्रश्न पार्दै तिमीले मलाई साथ दिने कि नदिने बासु केही बोलिरहेको छ अक्मकिरहेको छ केही सोचिरहेको छ है सोचिरहेको छ केही सोचिरहेको अनि एकछिनपछि बासुले हल्का टाउको हल्ला सुरु गर्नुभएको दिन्छु भने टाइपले यो चिज म क्लोज गरिदिनुपर्छ कि यो ठिक छ क्लोजमै दिन्छु अब है कहाँनिर काटौँ भन्दा पहिला चाहिँ तपाईँले एउटा एग्रेसिभ रूपमा चाहिँ रियाक्सन होइन त्यसमा तपाईँले सौरभ र उसको आमालाई बर्बाद पार्न चाहन्छु एउटा कुदाइले जस्तो पहिला यत्तिकै हेर्छु जे नै गर्न सक्छु थाहा छैन ओके ल जाऊ रेडी जाऊ ल रोलिङ एक्सन सौरभ र त्यसको आमालाई म बर्बाद गर्न चाहन्छु बासु केही बोलिरहेको छ अक्को बोलिरहेको छ बासुले केही कुरा बोल्न खोजिरहेको छ ठ्याक्क अघि डाइलग गर्छ ल ल रेडी ल्याऊ क्यामेरा रेडी रोलिङ एक्सन तिमीलाई पहिलाकै रूपमा फर्काउनको लागि मैले के गर्नुपर्छ म जे गर्न पनि तयार छु शान्तिले अब मैले उसलाई र उसको आमालाई बर्बाद गर्न चाहन्छु टङ्ग जान्छु अब गर्ने टङ्ग जानुपर्छ है सौरभ र त्यसको आमालाई म बर्बाद गर्न चाहन्छु जानिरहेको चाहिँ अब के गर्ने तपाईँको अचम्मको रियाक्सन चाहिँ अब गर्ने के त केही बोल्न खोजे जस्तो गर्नु त तिमीले केही बोल्नु पर्दैन भएको छु ओके ल पुग्छ अब लास्टको रियाक्सन दिन्छ के भन्छ भाइ मलाई दुईटा कप राख्देऊ ल तिमीहरु बिस्कुट खाओ एउटा काकी हैन काकीजी बाबु बाबु एउटा कपमा दुध पनि ल्याऊ ल भाइ यति भयो नि हुन्छ कप चोक्नलाई सुस्मितासँग माया भइहाल्छ भाउजूले कफी निकाल्देऊ भन्नुभयो त म सर्ट गर्नलाई ढिलो भएर टक्कै दौडिहाल्छु कफी त्यहाँ उसमा चाहिँ त्यही हुन्न कलैबाट धुने हाल मेरो काँधे पुरी
बाबा मलाई किन काँधेखुरी हाल्नु भयो भिडियो बनाउनु न भाइरल हुन्छ अस्ति खेल ठट्टाको अब बाउको उमेर गयो छोराले राम्री राम्री तरुनी देख्ला बिहा गर्ला ल्याउला भनेर नि साउन्ड छैन आजभोलि बढ्या आओस् ल जाऊ अझै माथि गर्न सक्नु अलि अलिकति माथि फुल अझै हाइट गर्नु ल जाऊ देऊ यो सिन चाहिँ कुन सिन जाऊ यस्तरी गर्छौँ हामी सुटिङ हेलो रेडी रोलिङ एक्सन अब के के गरेर यस्तो छ जाऊ 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 one more time भाइ I will 3 minutes round one जाऊ रेडी क्यामेरा रेडी रोलिङ एक्सन मेरा मेहनत यही है ल जाऊ ल ओके ल क्यामेरा पकड्दै भाइ लाइटिङ